नमस्ते। आज हामी कुनै भाषा कसरी सिक्ने भन्ने बारे मात्र होइन, त्यसलाई प्रभावकारी ढङ्गले कसरी सिकाउने भन्ने कलाको बारेमा कुरा गर्दैछौँ। कसरी एउटा क्लासलाई लेक्चर जस्तो बोरिङ हुन नदिएर एउटा जीवन्त कुराकानीमा बदल्न सकिन्छ त? आउनुहोस् यसको रहस्य पत्ता लगाउँ। एकछिन सोच्नुस् त, हामी कति धेरै काम एकैपटक गरिरहेका हुन्छौँ होइन? जस्तै गीत सुन्दै हिँड्ने अथवा कफी पिउँदै किताब पढ्ने। अब यही कुरालाई जापानी भाषामा भन्नु पर्यो भने कसरी भन्ने होला? हो, यही सामान्य लाग्ने प्रश्नबाट सुरु हुन्छ आजको हाम्रो विश्लेषण। ल सुरु गरौँ पहिलो खण्डबाट, चुनौती। यहाँ हाम्रो मुख्य उद्देश्य भनेको एकैपटक दुईवटा काम गरिरहेको अर्थात् मल्टिटास्किङलाई कसरी अभिव्यक्त गर्ने भनेर सिक्नु हो। र अघिको हाम्रो चुनौतीको समाधान हो यो एउटा शब्द, नगारा। यो जापानी व्याकरणको एउटा यस्तो अंश हो जसले हामीलाई एकैसाथ दुईवटा काम गरिरहेको कुरा बताउन मद्दत गर्छ। कति सरल र शक्तिशाली है? अब यसलाई प्रयोग गर्ने तरिका त झनै सजिलो छ। खासमा यो पुरै कुरा जम्मा दुईवटा स्टेपमा सकिन्छ। पहिलो, कुनै पनि वर्बको मासु फर्म लिने, अनि दोस्रो, त्यो मासुलाई हटाएर त्यसको ठाउँमा नागारा राखिदिने। बस यति हो। एउटा उदाहरण हेरौँ न त। ओङ्गाकुओ खिकी नागारा बेङ्क्योसिमास। यसको मतलब हो म सङ्गीत सुन्दै पढ्छु। यहाँ खिकीमासको अर्थ सुन्नु हो, त्यसको मासु हटाएर नागारा थपेपछि खिकी नागारा भयो। हेर्नुहोस् त नियम कसरी व्यवहारमा लागू भयो। यो शिक्षणको एउटा एकदमै राम्रो तरिका हो। जब कुनै कुरालाई शारीरिक रूपमा अभिनय गरेर देखाइन्छ, जस्तै टिभी हेर्दै खाने अभिनय गर्ने, तब त्यो व्याकरणको नियम किताबको पानाबाट निस्केर जीवन्त बन्छ, अनि सिक्न पनि कति रमाइलो र सजिलो हुन्छ। अब लागौँ दोस्रो खण्डमा, विधि। नियम जान्नु मात्र ठूलो कुरा होइन, त्यसलाई आत्मविश्वासका साथ प्रयोग गर्न सक्नु ठूलो कुरा हो। अब त्यो कसरी गर्ने हेरौँ। विद्यार्थीहरूलाई अभ्यास गराउने तरिका पनि रमाइलो छ। शिक्षकले सोध्नुहुन्छ, नानी ओ सिनागारा आरुकिमास्का? नानी ओ सिनागारा आरुइतेइमास्का? ओङ्गाकु खिकिनागारा साम्पो शितेइमासु। यो शिक्षणको एकदमै महत्त्वपूर्ण सिद्धान्त हो। सुरुको चरणमा व्याकरण सही छ कि छैन भन्दा पनि बोल्ने हिम्मत गर्नु ठूलो कुरा हो। गल्ती त सिक्ने प्रक्रियाको हिस्सा नै हो, होइन र? यसले बोल्ने डरलाई हटाउँछ। र अब तेस्रो खण्ड, लक्ष्य। यहाँ हामीले सिकेको कुरालाई क्लासरुमबाट बाहिर निकालेर वास्तविक जीवनका परिस्थितिहरूसँग जोड्ने प्रयास गर्छौँ। सिकाइलाई अझ व्यावहारिक बनाउन एउटा क्याफेको दृश्य कल्पना गरिन्छ। यसले सिकारुहरूलाई आफूले सिकेको व्याकरणलाई साँच्चीकै जीवनमा कसरी प्रयोग गर्न सकिन्छ भनेर सोच्ने मौका दिन्छ। यहाँ एउटा सानो कुराकानीको अंश छ। एकजनाले सोध्छ, के गर्दै हुनुहुन्छ? र अर्कोले जवाब दिन्छ, कफी पिउँदै पढ्दैछु। नानी ओ शितेइमासु का? कोही ओ नोमिनागारा बेङ्क्यो शितेइमासु। हो, यस्तै सामान्य र स्वाभाविक कुराकानीले नागाराको प्रयोगलाई वास्तविक र सहज बनाइदिन्छ। सिकेको कुरालाई दिमागमा राख्नको लागि एक्सन गेस जस्तो खेल पनि खेलाइन्छ।